आज चटपट कस्तो बनेको थियो र मैले चटपटमा के प्रयोग गरेँ त भनेर जान्नको लागि भिडियो अन्तिमसँग हेर्नु है। हेलो गुड मर्निङ गाइज, के छ तपाईँहरूको हालखबर? मेरो त ठिकठाक छ। आज हामीले चाहिँ चटपट खाने प्लान बनाएका थियौँ। त्यसपछि मैले कराईमा आलु हालेँ, आलुमा पानी हालेर आलुलाई चाहिँ बसाल्नका लागि ग्यासमाथि लगेँ। त्यहाँपछि ग्यासमा लाइटर पारेपछि आलुलाई त्यहाँ बसालिदिएँ। आलु बसालिसकेपछि मैले पैसा लिए 100 रुपियाँ पैसा लिएर दोकानतर्फ लागेँ। म बाटोमा हिँड्दै थिएँ, घाम पनि एकदम मजासँग लागिरहेको थियो, एकदम मौसम एकदम राम्रो थियो। त्यो अगाडि चाहिँ त्यो दोकान हो, त्यहाँ गएर चाहिँ मैले चाउचाउ लिएर आउँदैछु। त्यसको लागि चाहिँ म हिँड्दैछु। ल मैले दोकान गएर चाउचाउ पनि लिएर आइसकेँ। हेर्नु न गाइज, हाम्रो गाउँमा चाहिँ यस्तो राम्रो भइसकेको छ मकै चाहिँ। तपाईँहरूकोतिर चाहिँ कस्तो भइरहेछ? म दोकानबाट आइसकेपछि चाहिँ आलु छामेको, आलु नपाके रहेछ, फेरि बसालिदिएँ। त्यहाँपछि टमाटर चाहिँ पहालेर काट्नको लागि रेडी पारिसकेपछि टमाटर रातो कति राम्रो देखिरहेको थियो। त्यसपछि मैले प्याज काट्नलाई रेडी पारेँ। त्यसपछि प्याज पनि काटेपछि चाहिँ प्याज यस्तो देखेको थियो है त गाइज। त्यसपछि आलु छामेको, आलु चाहिँ पाकिसकेको रहेछ। त्यसपछि आलुलाई खोस्न्याउनको लागि बेसनतिर लगेँ। बेसनमा लगेर आलु पनि खोस्ल्याएँ। आलु खोस्ल्याइसकेपछि मैले ल्याएको सामान चाहिँ एक गर्दै झिक्न थालेँ। त्यसपछि कराईमा चाहिँ तोरीको तेल हालेँ। तोरीको तेल हालेपछि मैले काटेर राखेको प्याज थियो, त्यसलाई पनि हालेँ। त्यसलाई हालेर एकछिन ब्राउन हुने बेलसँग भुटिसकेपछि अघि मैले काटेर राखेको टमाटर पनि हालिदिएँ। त्यसलाई पनि एकछिनसम्म भुटेपछि स्वादअनुसार नुन र बेसार हालेँ। त्यसपछि त्यसलाई एकछिन भुटेर त्यसलाई एकछिन पाक्नको लागि छोपिदिएँ। उता टमाटर पाक्दै गर्छ, त्यति बेलासम्म मैले यता दोकानबाट ल्याएको सामानहरू एउटा कटौरामा खनाउन लागेँ। त्यसपछि मैले दोकानबाट ल्याएको चाउचाउलाई चाहिँ एउटा कटौरामा हालेँ। त्यो चाउचाउलाई एकदम मैले मसिनो पारेर त्यसपछि हाल्न थालेँ। त्यसपछि मैले त्यो डुम्रो टाइपको पिरो हुन्छ नि, हो त्यो के चिजबल जस्तो टाइपको पनि लिएर आएको थिएँ। त्यसले पनि मसिनो धुलो पारेँ। मलाई चाहिँ क्विक चाउचाउ एकदमै मनपर्छ कि त्यसको अरूभन्दा त्यसको सुप चाहिँ एकदमै मिठो लाग्छ। त्यही भएर चाहिँ मैले क्विक चाउचाउ हालेको थिएँ। तपाईँहरूले चाहिँ आफूलाई मनपर्ने चाउचाउ प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि मैले मसलाहरू काटेर नि हाल्न लागेँ। मसलाहरू हालेर भ्याइसकेपछि सानोमा एकदम हामीलाई मनपर्थ्यो नि पान्डा, त्यो पान्डा पनि ल्याएको थिएँ। त्यसैले त्यो पान्डा पनि हालेँ। त्यसपछि मलाई अलिक फोहोर मन पर्दैन कि काम गर्दाखेरि, त्यही भएर मैले पहिला सफा गरिहालेँ। सफा गरेपछि चाहिँ मैले बदाम सदाम नि हालेर सकिरहेको थिएँ। अघि मैले पकाउनलाई छोडेको थिएँ टमाटर, त्यो पनि पाकेर लतक्क भइरहेको रहेछ। अनि त्यसलाई चाहिँ माथिबाट हालिदिएँ। त्यसलाई हालेपछि त्यसलाई चाहिँ मजाले मुस्नुपर्छ है गाइस। एकदम मुसेपछि फाइनल रिजल्ट यस्तो देखियो। ल है त, त्यही खाम एकदम मिठो भएको थियो होइन। त्यसपछि चटपट चाखेको त एकदम मिठो भएको रहेछ। त्यसपछि मैले माइजीलाई बोलाएँ। त्यसपछि माइजी र मैले गम खान थाल्यौँ। एकदमै मिठो भएको थियो है त गाइस। त्यसपछि मौसम पनि जाडो भइरहेको थियो, पानी पर्ला जस्तो भइरहेको थियो, आकाशतिर बादलहरू पनि लगाइरहेको थियो। अनि त्यसपछि दुध हालेको चिया त खान परिहाल्यो। दुध हालेको चिया नि खाइयो। त्यसपछि मेरो मिनी भ्लग यहीँ इन्ड हुन्छ। यो मेरो पहिलो भ्लग हो, कस्तो लाग्यो भनिदिनु है।